सबैमा नमस्कार। मेरो नाम अर्जुन भट्टराई र म आज छोटो मिठो भ्लग तपाईँ प्रस्तुत गर्दैछु। अहिले म जाँदैछु आँखा अस्पताल आँखा शिविरमा किसनबारी तर्फ लाग्दैछौँ है श्रीधर भाइको साथमा। ल हामी अहिले ठ्याक्कै कान्छी हाउसबाट यता लागेको छ। यता बोर्डिङ पनि देख्न सक्नुहुन्छ र यता खेतहरू छ, यता बारीहरू हेर्न सक्नुहुन्छ। यता धान काटिसक्नु भएको रहेछ। ल हेर्नुहोस् है साथीहरू, सेनियम राईको कस्तो छ भाइ अहिले यस्तो छ। कपडा जाडा कपडा आइसकेको छ है, कसलाई चाहिएछ जाडा कपडा आउनु सक्नुहुन्छ। ल है आज हामी पाल्पा रामपुर वडा नम्बर 5 स्थित रामपुर अस्पताल सेनियम राई आइसकेको छौँ। हेर्न सक्नुहुन्छ सेनियम राईको अहिले माहौल कस्तो छ। बिरामीहरू आवत जावत भइरहेको छ, ल्याउनी ल्यानी क्रम भइरहेको छ। यता हेर्न सक्नुहुन्छ है सेनियम राईको। ल साथीहरू, पाल्पा रामपुर शहीद गेट आइसकेका छौँ आज हामी। ल है हेर्नुहोस् है शहीद गेट कस्तो छ। अब यता शहीद क्याम्पसतिर लाग्ने बाटो रहेको छ। है साथीहरू, हामी शहीद क्याम्पस पनि आइसकेका छौँ। हेर्न सक्नुहुन्छ, तपाईँलाई हामीले अपडेट दिँदै गर्छौँ। हेर्नु होला मेरो भिडियो पुरै लास्टसम्म हेर्नु होला। हेर्नुहोस् है साथीहरू, राम्रो गेम चलिरहेको छ यहाँ इङ्ग्लिस बोर्डिङ भर्सेस दरै ठाटीको। आज यो रहेको छ किसनबारी फुटबल ग्राउन्ड रहेको छ, रङ्गशाला बन्द। ल हेर्न सक्नुहोस् साथी, यो खप्टारबाट देखिने भ्यू रहेको छ। हेर्नुहोस् है कस्तो छ, राम्रै छ है। यता पारिपट्टि पर्यो गण्डकी ढिक। ल है हेर्न सक्नुहुन्छ भ्यू राम्रो देखिएको छ। उता पारि रहेको छ स्याङ्जा, यो रहेको छ पाल्पा। उता काली गण्डकीले सिमाना छुट्याएको छ।